साथीभाइ हो यो मौरीको चाहिँ रुटिन चेक हामी भन्छौँ है 15-15 दिन बादमा चाहिँ हामी घर खोलेर चाहिँ हेर्छौँ सिजनमा है। अनि यहाँ हेर्दा चाहिँ हामी के हेर्छौँ भन्दा चाहिँ अन्डा कतिको छ अनि बच्चा कतिको छ है, अनि स्ट्रङ छ कि विक छ, अनि भाले मौरी आउँदैछ कि आएको छैन, रानी हेल्दी छ कि छैन। कोही बेला रानी पनि हुँदैन है, त्यति बेला नभएको बेलामा रानी हामीले दिन सक्नुपर्छ। अनि कोही बेला यहाँनिर रानी सेलहरू क्विन सेल भन्छौँ है, त्योहरू बनाएको हुन्छ त्यति बेला है, त्यो पार्टिसन गर्नुपर्छ। अनि कोही बेला यहाँ भाले मौरीहरू आइरहेको यहाँ हामीले देख्दैछौँ, आउनु आँटेकोहरू छ है। यो अलिकति अरूभन्दा अलिकति अल्गो अल्गो हुन्छ है, टुप्पीमा अलिकति ठाडो हुन्छ यो चाखामा देख्नु हुँदैछ, त्यहाँ सिङ्गल सिङ्गल देख्दैछ यहाँनिर है पातुलो, त्यो सबै भाले मौरी हो है। जब भाले मौरी निस्क्यो भने चाहिँ तपाईँको कलोनी डिभाइड हुने चान्सेस हुन्छ है, त्यसले गर्दाखेरि हामीले हेर्दै गर्नुपर्छ यसलाई, रुटिन चेकै गर्नुपर्छ। अनि 15 दिनमा किन हेर्छौँ भन्दा चाहिँ रानी मौरी चाहिँ 16 दिनमा चाहिँ निस्किन्छ, त्यसले गर्दाखेरि 15 दिनमै हामी हेर्छौँ है। अनि यो जति पनि फाल्तु चाखा जोडेको हुन्छ यसलाई निकाल्नुपर्छ, हामीले फ्याँक्नुपर्छ है। तपाईँले देखिरहनु हुँदैछ अहिले चाहिँ मौरी अलिकति सुधो हुन्छ, चिल्दैन, त्यसले गर्दाखेरि यो सजिलोसँगले हामीले हेर्न सक्छौँ यति बेला है। यो सिजनमा चाहिँ तपाईँले देखिरहनु भएको छ, एकदमै राम्रो छ यो। सायद यो अबको 20-21 दिनमा छुट्टिने चान्सेस छ है।